बिपिन जोशी जो चाहिँ इजरायलबाट आज म होला सायद मैले देख्दै थिएँ होइन, उहाँको आत्माले पनि शान्ति पाओस्। अहिले चाहिँ नि नेपाल ल्याइँदैछ उहाँको सबलाई है। के गर्नु जानुभएको थियो भन्दा कृषि सिक्न जानुभएको। अनि हाम्रो जस्तो कृषि प्रधान देशमा जहाँ हिमाल पहाड तराई वन जङ्गल नदी नाला ताल तलैया खनिज सब थोक सम्पदा छ, टनाटन छ, यस्तो देशको मान्छे कृषि सिक्नलाई खाडी मुलुक जानुपर्ने। हामीले चाहिँ किन गर्न सकेनौँ त त्यो चिज भन्दाखेरि हामीले काम गर्नु हुँदैन भन्ने एउटा गलत मनोविज्ञानबाट हामी रोगी भयौँ, हामी मनोरोगी भयौँ। हामीले नानीहरूलाई के सिकायौँ भन्दाखेरि अलिकति धुलोमा उ गर्यो भने उसलाई नुहाइहाल्नुपर्छ। धुलो त छुनु हुँदैन नानी, धुलो छुनु हुँदैन, माटो छुनु त्यो त फोहोर हो है। माटोदेखि टाढो जाने शिक्षा हामीले लियौँ, हाम्रो नानीहरूलाई त्यही शिक्षा दियौँ। आज हरेक मान्छे यति धेरै विद्वान छौँ हामी नेपाली, म त नेपाली जति विद्वान त अरू कोही छ जस्तो लाग्दैन संसारमा। मैले यो माइक तपाईँहरूलाई दिएँ भने त्यो पर कुनामा बस्दै गरेको भाइले पनि 1 घन्टा भाषण रोक्नुहुन्छ। यहाँ उहाँहरूको मुख चिलाइराखेका छ है। पत्रकारलाई दियो भने पत्रकार झन्सार प्रश्न सोध्ने, कुराको कुरा अब उहाँहरूको खेती नै कुरा ल्याउने, कुरा दिने हो। 5 घन्टा गर्नुहुन्छ भाषण। त्यति धेरै हामीलाई ज्ञान भइसक्यो, तर यत्रो धेरै ज्ञान भएर पनि उत्पादन किन भएन? चामल मात्रै हामीले कति अर्बको लिएर खान्छौँ होइन, दाल त्यस्तै हुन्छ, गोलभेडा त्यस्तै हुन्छ, लसुन त्यस्तै हुन्छ। खुसी लाग्यो यो सयपत्री फुल चाहिँ यसो सुँग्दाखेरि यहीँको हो जस्तो लाग्यो कि होइन कि बा होइन। माइतीलाई वर्ष दिनमा 1 दिन पुज्नका लागि सयपत्री फुलसम्म हामीले फुलाउन सकेनौँ है। जानेर चाहिँ एउटा मकैको गेडा होइन उछिटेर गयो भने पर गएर अङ्कुरित भएर कोट बन्छ। त्यस्तो एउटा उर्वरा भूमि भएको देशमा हामीले उत्पादन गरेनौँ। हामीसँग ज्ञान मात्रै भयो, टाउको मात्रै ठुलो भयो। सबैको टाउको म त ठुल्ठुलो देख्छु है, यत्रो देख्छु त तपाईँको टाउको कि मेरो आँखा मात्रै त्यस्तो हो? टाउको मात्रै ठुलो भयो हाम्रो, हामी भकुण्डो जस्तो भइसक्यो। किन टाउको ठुलो भयो भन्दाखेरि टाउको मात्रै बढाउने काम गर्यौँ कि हामीले, हातखुट्टा चलाएनौँ। हातखुट्टा सुकेर यत्रो भइसक्यो। भन मेरो त ठुलै छ त भन्नुहुन्छ होला। त्यो ठुलोले के गरेर 1 थोपा पसिना बगाएको छैन बित्थामा, त्यो यत्रो भुस तिग्रा नभन, त्यो देखाएर काम छैन। त्यसले गर्दाखेरि हामीले श्रम गर्न भुल्यौँ, जसको कारणले हामी गरिब भयौँ है। अहिले हामीलाई विदेशीले 1000 रुपियाँदेखि लिएर 1 अर्बसम्म कति दाम लगाएर किन्छ। कि त हामीलाई 1000 मा किन्छ, कि त 10,000 मा किन्छ, कि त 1 लाखमा किन्छ, कि त 10 लाखमा किन्छ, कि त 50 लाखमा किन्छ, कि त 1 करोडमा किन्छ। साह्रै भएन भने 1 अर्बमा किन्छ, होइन भने पनि 10 अर्बमा किन्छ। सबै नेपाली बिकाउ हो भन्ने विदेशीलाई थाहा छ है। किनभने केही गर्दैन यिनीहरू, यो सबै यो ऋणमाथि ऋण लिएको छ। एकतिरबाट लिएको ऋणको ब्याज तिर्नलाई अर्को देशबाट ऋण लिएको छ। यस्ताहरूको यो चाहिँ नै हुन्छ भनेर उनीहरूलाई थाहा छ है। विदेशको एम्बासडर यो देशको प्रधानमन्त्री भन्दा ठुलो हुन्छ है। त्यतातिर नलैजाउँ कुरा। किन त्यस्तो भयो त भन्दाखेरि हाम्रो औकात छैन। उनीहरूलाई राम्रोसँग थाहा छ कि नेपाली भनेको गइगुज्रेको हो। यिनीहरू हाम्रो घरमा भाँडा माझ्न नआइकन, हाम्रो देशमा चाहिँ साउन्ड गर्न नआइकन यिनीहरूले भात खानु पाउँदैन, के ठुलो कुरा गर्छ भन्ने उनीहरूलाई राम्रो थाहा भइसक्छ। त्यसले गर्दा हाम्रो स्वाभिमान भनेको तल जिरोमा झरिसक्यो। अघि भर्खर मैले तपाईँहरूलाई एउटा मन्त्र के भन्न लाएँ भने, यो माटोको गौरव बोकेर आकाश छुन सकौँ, कहिल्यै नझुक्ने स्वाभिमान भई संसार सामु म बाँचिरहँ, देश सोच्न सकौँ म देश बोल्न सकौँ। यो गीत हो मेरो है, यो गीत हो मेरो। तपाईँ स्वाभिमानी बन्ने हो भने तपाईँले टेकेको माटो है तपाईँले तपाईँको शिरमा लगाउन सक्नुहुन्छ। यो माटो भनेको टेक्ने कुरा मात्रै होइन, यो माटोको कहानी, माटोको कुरा हामीले नबुझेको कारणले, यो माटोको महत्त्व नबुझेको कारणले गर्दाखेरि हामी गरिब भएको कारणले गर्दाखेरि। श्रम संस्कृति यस्तो संस्कृति हो जुन संस्कृतिले नेपालीलाई श्रमको माध्यमबाट माटोसँग जोड्छ।
है। यहाँ कतिलाई हामीलाई लागिरहेको होला मलाई टिभी परिहाल्यो मुन्दी यस्तै नाथे झगडा भएको यस्तै यो निकाल यो ठाउँमा के म त अमेरिका जान्छु भनेर कतिले सोचिराख्नु होला हो। किन त त्यो भयो भन्दाखेरि हामीले माटो छुने संस्कृति ल्यायौँ। माटो छुने संस्कृति नभइसकेपछि मान्छे गफ गरेर खाने संस्कृतिमा गयो। गफाडी मान्छेले धोका दिन्छ। तपाईँ गफ मात्रै गरेर खानुहोस् कि तपाईँले कुनै न कुनै दिन तपाईँ ढाँट्नतिर लाग्नुहुन्छ। ढाँट्ने मान्छेले चोर छ। भ्रष्टाचार भनेको राज्यको धन चोर्नु हो।